यही समय म्यासेजको रिप्लाई ढिलो गरी आएकोमा माया लाग्दो पाराले पुक्क रिसाएर बसेकी उनलाई जानी नजानी फकाउने प्रयास गरिरहेको थिएँ। तर यति सजिलै कहाँ थियो र। अनेक गर्दा पनि नसकेपछि फोन चट्ट काटिदिएँ। अनि तत्कालै म्यासेज आयो, किन फोन काट्नुपर्ने, म रिसाएको छैन, के गर्नुहुन्छ भनेर पो यस्तो गरेको त। एक मन खुसी हुँदै थियो, अर्को मन रिसाउँदै थियो। खुसी यस कारणले कि अब फकाउन नपर्ने भयो, रिस यस कारणले कि त्यति जानी नजानी फकाउँदा पनि किन टस्कमस नहुनु। उनी रिसाएको बेला मैले धेरै पटक देखेको छु। यसो विचार गर्दा ब्लड प्रेसर हाई छ जस्तो लागेर एक दिन सोधेको थिएँ। जवाफमा सामान्य भएको बताइन्। रिस यति धेरै कडा हुन्छ, 3-4 पटकभन्दा बढी मैले फेसबुकमा उनको ब्लग देखिसकेँ। ब्लग गर्दै अनब्लग गर्दै, अनि म त्योभन्दा बढी कोमल। उनको मन पनि त्योभन्दा बढी कोमल छ। ब्लक गरेको केही घन्टामै अनब्लक हुन्छ। बोलेको लामो समय भइसकेको थियो, पारिवारिक कुरासम्म हुने गरेको थियो। कसको घरमा के कुरा स्वीकार्य छ या छैन भन्ने पनि सबै कुरा हामी दुवैलाई थाहा थियो। उसलाई के मनपर्छ के मन पर्दैन त्यो मलाई थाहा थियो। उसलाई फोन गर्दा एनदर कल देखाएको मन पर्दैन, म्यासेजको रिप्लाई ढिलो गरी दिएको मन पर्दैन, उसँग थोरै बोलेको मन पर्दैन, पुस्तक पढ्न मन पर्दैन, उसलाई जाउली खान मन पर्दैन, अरू पनि कति हो कति। उसलाई मनपर्ने कुरा चाहिँ पानीपुरी, चटपटे, मोमो आदि कुराहरू मनपर्छ। टिकटक मनपर्छ, मसँग बोलिरहन मनपर्छ। उसलाई फोनमै किस गर्न मनपर्छ, सुत्ने बेलामा चक्लेट खान मनपर्छ। हाम्रो कुरा नमिलेपछि फेसबुकमा र टिकटकमा अनौठो मन बहलाउने खालका स्ट्याटस लेख्न मनपर्छ। एउटा पोस्टमा धेरैजनालाई ट्याग गर्न मनपर्छ। आफ्नो मान्छेलाई माया गर्न मनपर्छ। सबैभन्दा बढी चाहिँ मसँग रिसाएको जस्तो गरी मेरो प्रतिक्रियाहरू सुन्न र हेर्न मनपर्छ। अनि मलाई चाहिँ झुट बोलेको मन पर्दैन र उनी मनपर्छ। मान्छे हो, जतिसुकै राम्रो व्यवहार गर्न खोजिएको भए तापनि कहिलेकाहीँ गल्ती भइहाल्छ। म गल्ती गरेको स्वीकार गरी माफी माग्दै सहज हुने प्रयास गर्छु। उनी गल्ती भए पनि माफीको त कुरै भएन, उल्टो आफैलाई होच्याउँदै रिसाउँछु। तर अरू कसैलाई होच्याउँदिनँ। अनि उसको भागमा म पनि माफी माग्ने गर्छु। उसको भाग म आफै माफी मागिदिन्छु। यो कथा तयार पार्दासम्म हामी बोलेको 207 दिन भएको छ। 207 दिनसम्म मैले सरी भनेको लगभग 300बाट माथि नै हुन्छ होला, किनकि हामी दुवैजनाको गल्तीमा सरी भन्ने जिम्मेवारी मेरो पेवा जस्तै छ। उनले जम्मा एकपटक सरी भनेको सुनेको छु म्यासेजमा। एक दिन लाइभ बस्ने कुरा नमिल्दा म जिस्काउने शैलीमा बोल्दै थिएँ। उनलाई अति रिस उठेछ र त भन्ने शब्द प्रयोग गरेकी थिए। आफूले बोलेको कुराले पछि आफैलाई जिस्काएछ के अरे। अनि सरी भन्ने म्यासेज आयो। अब हाम्रो सरीको गेम नतिजा 300 भर्सेस 1 हुन पुग्यो। ऊ रिसाएको मात्र होइन, मजाले खुसी भएको पनि देखेको छु। एक दिन हामी सधैँ जस्तै कुरा गरिरहेका थियौँ। विवाहपछि कुन कुरा खान लाउन पाइन्छ वा पाइन्न भन्दै बोल्दै थियौँ। हाम्रो यस कुरामा निकै लामो समय छलफल चलिरह्यो। कसले पहिला सोध्ने भन्ने कुरामा अन्योलता छायो। ऊ पनि सोध्न आतुर, अनि म पनि। सानो सानो कुरामा पनि ऊ खुसी हुन्छन् भन्ने मलाई पहिल्यै थाहा थियो। त्यही भएर म हारेर उसको मुस्कान हेर्ने निर्णय गरेँ। मैले भने, लु तिमी सोध न त। ऊ खुसी भई। मैले सोचेको भन्दा बढी खुसी भई। उसको धारा प्रवाह प्रश्नको उत्तर पनि धारा प्रवाह प्रवचन जस्तै गरी दिन थालेँ मैले। प्रश्न उत्तर यसरी सुरु भयो। केटी जिस्काउन पाइन्न। जवाफमा मैले, हुन्छ, त्योभन्दा पर बनाउने छैन। रुवाउन पाइन्न। जवाफमा मैले भने, मेरो उद्देश्य नै खुसी राख्ने हो। उनले भन्छन्, मेरो आमा बुबाको नाम जोडेर कुनै पनि गलत वा अपशब्द बोल्न पाउनुहुन्न। जवाफमा मैले भने, उहाँहरू मेरो पनि त बुबा आमा हो। फेरि उनी सोध्छिन्, छोरीसँगै सम्पत्ति वा दाइजो खोज्न पाइन्न।
मेरो उत्तर, त्यो परम्परा नै गलत छ। यसलाई हामीले यो परम्परा नै तोड्नुपर्ने अवस्था देख्छु मैले र म यसलाई तोडेरै छाड्छु। उनी फेरि भन्छन्, कुनै प्रकारको मेरो घर वा परिवारको बेइज्जत हुने काम गर्न पाइन्न। म खुसी हुँदै र जिम्मेवार हुँदै प्रश्नको उत्तर दिन्छु, त्यो मेरो पनि जिम्मेवारीभित्र पर्छ होइन र? उनी फेरि सोध्छिन् चञ्चल हुँदै, अरूको नजरमा छि भएर हिँडेको मलाई मन पर्दैन। जवाफमा, त्यो तिमीलाई मात्र होइन, संसारमा कोही पनि सज्जनलाई मन पर्दैन, अनि मलाई पनि। यति भएपछि उसका प्रश्न लगभग सकिएको महसुस गरेर मैले केही कुराहरू सोध्न लागेँ। कसैको पनि तिम्रो या मेरो आमा बुबासँग तुलना गरेर कुनै प्रश्न गर्न पाइन्न। जस्तै कसैले भनेको सुनिन्छ कि आमा बुबा कि मलाई रोज भनेको। उत्तरमा गर्दिन भनेर उनले खुसी व्यक्त गरे। चाहिएको कुरा पाएपछि म बच्चाले चक्लेट पाएपछि देखाउने जत्तिकै खुसी भएँ। फेरि भने, अघि तिमीले गरेको हरेक प्रश्न मेरो पनि प्रश्न भयो भने नि के गर्छु? उत्तरमा सबैमा सहमति छु भन्ने भएपछि ढुक्क भएर अर्को कुरा गर्न भने। फेरि मैले उत्सुक हुँदै सोधेँ, लुगाहरूमा छोटो कट्टु लगाउन पाइँदैन? उसले खै केसम्म बुझेको होला। यति धेरै हाँसी जवाफ दिए। यति खुसी उनलाई म पहिलोपटक देख्दै थिएँ। उनलाई हाँस्दा निकै सुन्दर देखिन्छ। खुसी हुँदा सुन्दर देखिनु सामान्य कुरा हो, जो उनलाई पनि देखिन्छ। म यसै खुसी हुन्छु। एक अर्को मनमा के छ बुझ्न पर्छ भन्ने हृदयले देखि नै बोल्नुपर्छ। यस्तो कुरा गर्दै जाँदा उनले एक दिन चञ्चल हुँदै भने, हजुरलाई मेरो सबैभन्दा बढी के मनपर्छ? जवाफमा मैले भनिदिएँ, यो त्यो भन्ने पनि हुन्छ र मलाई तिम्रो सबै कुरा मनपर्छ, यतिसम्म कि मलाई तिम्रो रिस पनि मनपर्छ। साँच्चै नै म ऊ रिसाएको बेला रिसाउनु पर्ने हो, तर ऊ रिसाउँदा पनि मलाई उसको एकदमै धेरै माया लागेर आउँछ। यो उत्तरले उनलाई मुटुको कुना कुनामा मायाको छाप परेको भए पनि बाहिर देखाइनन् र जिद्दी गरेर फेरि कुरा दोहोऱ्याएर बोल्छिन्, नाइ एउटा मात्र भन्नु, मलाई तिम्रो आँखा मनपर्छ। साँच्चै मलाई उनका आँखा अति सुन्दर लाग्छन्। तर म उसलाई यस्तो कुरा चाहिँ सोध्दिनँ, किनकि मेरै अगाडि कसैले तारिफ गर्यो भने त्यो झुट हो जस्तो लाग्छ मलाई। तर मैले उनलाई गरेको तारिफहरू म हजारौँको भिडमा पनि त्यही तारिफ गर्न सक्छु र ऊ एक्कल हुँदा पनि त्यही तारिफ गर्छु र म सिङ्गल हुँदा पनि, म एक्लै बस्दा पनि त्यही नै तारिफ गर्ने गर्छु। त्यसैले मैले उनलाई गरेका कुनै पनि तारिफहरू झुट छैन। वास्तवमा झुट नहुन सक्छ, तर मलाई यस्तो लाग्छ। अनि म पनि अरूको तारिफ एकदमै थोरै गर्छु। त्यही भएर हुनसक्छ मेरा साथीहरू सधैँ साथैमा छन्, तर साथी बन्न खोजेकाहरू वा साथी जस्तै देखिने साथी चाहिँ छिट्टै नै मबाट टाढा भइहाल्छन्। हुन पनि हो, यस्ता साथीहरू, साथी जस्तै देखिने साथीहरू सँगै रहेर कुनै पनि अर्थ लाग्दैन। वास्तवमा साथीको भूमिका निर्वाह गर्ने साथीहरू एकदमै थोरै छन्। हाम्रो सम्बन्धको यात्रा रात गए दिन र दिन गए रात हुँदै लम्बिने क्रम बढिरहेको थियो। यो अलि पहिलाको कुरा हो। उनले भन्दै थिइन्, मेरो त एकपटक विवाह भइसकेको छ, एउटा बच्चा छ, 4 वर्ष भयो डिभोर्स भएको। यति सुनेपछि म छक्क पर्दै उसलाई सान्त्वना दिन थालेँ। ठिक छ, त्यस्तो नहुनु पर्ने हो, त्यो दुःख लाग्दो कुरा हो, चिन्ता लिनु पर्दैन, विचार नमिलेपछि सँगै हुनुपर्छ भन्ने छैन। जे भयो राम्रैको लागि भएको, खुसी अरूले दिँदैनन्, खुसी आफैभित्र खोज्नुपर्ने हुन्छ। दिन लगभग आधा उमेर ढल्काएर सूर्य डाँडामा पुग्न केही घन्टा मात्र बाँकी थियो। म्यासेज आयो, मैले प्रयाङ्क गरेको, विवाह गरेको हो भनेर। मनले मानेन, तर मैले जबरजस्ती मनाएँ। दिनहरू रमाइलोसँग बित्दै थिए। समय घर्किँदै जाँदा सम्बन्ध पनि थप उचाइमा पुग्नुपर्ने हो। तर हाम्रो भने हप्तामा 4 देखि 5 दिन चाहिँ झगडा जस्तै लाग्ने ठाकठुक पर्थ्यो, तर छिट्टै मिलिहाल्ने खालको। हामी एक अर्कासँग लामो समय नबोलेर कहिले पनि रहनै सकेनौँ। समय मङ्सिरतिरको थियो, साँझ पख थियो। म्यासेज बक्समा म्यासेजको घन्टी बज्यो।
त्यो उनकै म्यासेज थियो। लेखिएको थियो, म चढेको बस दुर्घटनाग्रस्त भएको छ। म पनि सख्त घाइते भएको छु। सायद म बाँच्दिनँ होला। मलाई धोका दिएर गई नभन्नु ल। रोएको प्रशस्त स्टिकर पनि थिए। मलाई साह्रै नमिठो अनुभव भयो। मलाई टेन्सनले यति धेरै सतायो कि केही सोच्न सक्ने अवस्था लगभग सकिसकेको थियो। तत्कालीन समयमा अरू पनि म्यासेज आउने क्रम जारी थियो। भन्दै थिइन्, अब त हाम्रो विवाह पनि हुँदैन होला नि। म अब पहिलाको जस्तो छैन, पुरै कुरूप बनेको छु। एउटा दसैँमा रातो टिका लगाएर खिचिएको सुन्दर फोटो पठाउँदै भने, तपाईँकी सानी अब यस्ती छैन नि साना। उपचारको लागि काठमाडौँ जान लागेको भनेपछि मन झनै अमिलो भएको थियो। त्यति बेला साँझ परेको हुनाले म के गर्ने कसो गर्ने भनेर आफै दोधारमा थिएँ। तर यो दुर्घटना पनि छेडिक रहेछ। अर्थात् यो पनि उनले प्र्याङ्क गरेको रहेछ। राति मेसेन्जरमा बोल्दै भने, कस्तो अनुभूति भयो त? मेरो फिलिङ्स उनको प्रश्न जस्तो 2-4 शब्दको थिएन। पुरै रात जान सक्थ्यो, तर मेरो त्यो त्रासमुक्त नभएको मन कति आत्तिएको थियो भने अनुभूति बताउन यति सजिलो कहाँ थियो र भनिदिए। नरमाइलो लाग्यो। म मजाले हाँसेँ, तर म हाँसिनँ। समय बित्दै जाँदा यस्ता कुरालाई बिर्सिएर उप्रतिको विश्वासमा कति पनि घटाउन सकिनँ र मैले घटाउन प्रयास पनि गरिनँ। हामी आजसम्म कयौँ घन्टा बोल्यौँ होला। ठ्याक्कै हिसाब किताब भन्ने छैन, तर जति बोल्यौँ त्यसको 1/3 समय चाहिँ पुरिसाएको र मैले सरी भनेकोमा जान्छ होला। एकपटक फोन राख्ने बेलामा बाई भनेर हामी लगभग आधा घन्टा कुरा गर्थ्यौँ। यो सिलसिला दैनिक जस्तो चलिरहन्थ्यो। मैले माया गराउनु भनेपछि अनायासै उनका गाला फोनको स्क्रिनमा ठुलो भइदिन्थे। मेरो 2 ओठहरू लाजै नमाने चुच्चो भइदिन्थे अनि एउटा सुन्दर आवाज आउँथ्यो, चप्प। यस्ता घटनाक्रमको व्याख्या जति गरे पनि सकिन्छ जस्तो लाग्दैन। समय बित्दै जाँदा एक दिन गम्भीर कुरा आयो, तर यो मैले यहाँ समावेश गरेको छैन। उसले भने, बमोजिम, म सबै तयारी पुरा गरेर फोन गरेँ, तर यो पनि प्र्याङ्क गरेको हो भनेपछि म छाँगाबाट खसे जस्तो भयो। मेरो अहिलेसम्मको यो तयारी र योजना पनि पानी भएको थियो। लाग्यो जिन्दगी नै प्र्याङ्क रहेछ क्यारे। यो पटकदेखि ओप्रतिको विश्वास घट्दै घट्दै गयो, किनकि मैले उनलाई पहिले नै भनेको थिएँ मलाई ढाँटेको चाहिँ मन पर्दैन भनेर। सायद उनले बिर्सेर हो वा वास्ता नगरेको थाहा छैन। माया घटेन, तर विश्वास चाहिँ घटेकै थियो। अब उनले सत्य कुरा गर्दा पनि एकछिन सोच्नै पर्ने भयो। यो हुनुमा ऊ आफै कारण बनेकी थिए। त्यसपछि पनि हाम्रो सम्बन्धको धागो तन्किने क्रम रोकिएको थिएन। मलाई दुःख पर्दा उसले र उसलाई पर्दा मैले सान्त्वना दिने गरेको थिएँ। यो सामान्य र कर्तव्य जस्तै थियो जो हामी निभाउने प्रयास गर्दै थियौँ। तर समय बित्दै जाँदा उनले धेरै जसो प्रयोग गर्ने शब्दहरू मलाई छोडिदिनुहोस्, म यो पाराले बोल्न सक्दिनँ आदि जस्ता कुरा आउँथ्यो। यी कुराको म खासै वास्ता गरेको थिइनँ। पारा चाहिँ के हुन्थ्यो भने कुनै बेला बोल्न पाइन्नथ्यो, म्यासेजको रिप्लाई ढिलो जान्थ्यो, काम पर्थ्यो, यस्तै हो। पछि गएर कहिलेकाहीँ बाहेक सधैँ कुरा नमिल्दा हामी एक हिसाबले अलमलमा थियौँ, तर पनि माया उस्तै थियो। यो कुरा चाहिँ अद्भुत जस्तै लाग्छ मलाई। म हर कोहीलाई छिटो विश्वास गर्छु। यो मेरो ठुलो कमजोरी पक्ष हो। यस कुरालाई बिस्तारै सुधारको बाटोमा लाग्दै जान्छु। उनीसँगको कुराहरू त 7 दिनसम्म लेखे पनि पुरा हुने सम्भावना छैन। भित्र के छ थाहा छैन, तर बाहिरी मनसाय चाहिँ उनी दिक्क भएको अवस्था छ। सायद कहाँसम्मको यात्रा हो थाहा छैन। यात्रामा भेटिएका चिजहरू यात्राको क्रममा हराउने रहेछन्। उनी महत्त्वपूर्ण थिइन्, तर मेरो लागि महत्त्वपूर्ण छ भनेर समय कहाँ मेरो अनुकूल भइदिन्छ र।